अब नेक्स्टमा जस्तै यहाँनिर युजर रहेछ भने क्याटेगोरी पेजको लिङ्क थप्नु पऱ्यो सुरुमा प्रोजेक्ट ओपन गर्नु पऱ्यो मैले चाहिँ उहाँ उनी हुनाको चेन्ज गरेर पछि है एडमिनमा जाने हाम्रो साइड बारमा हामीले गराएको होइन मेनुको लिङ्कहरू यहाँनिर त युजर डट पिएचपी थियो नि होइन युजरको लागि क्याटेगोरीको लागि भनेर क्याटेगोरी डट पिएचपी यस्तो लिङ्क राख्न सक्नुहुन्छ अब होला यसको लिस्टिङ टाइपको नत्र क्याटेगोरीको एक्ज्याक्ट आइकन हुँदैन नि त त्यही भएर पेज त छैन हामीसँग के गर्नु पऱ्यो एउटा पेज क्रिएट गर्नु पऱ्यो न्यू फाइल क्याटेगोरी डट पिएचपी अब यहाँनिर चाहिँ के राख्ने हो त क्याटेगोरी डट पिएचपीमा कसरी राख्ने भन्दाखेरि हामीसँग युजर डट पिएचपी बनाएको छ हामीले युजर डट पिएचपीमा अरू केही नभए पनि हाम्रो फर्मेट त सबै युजर डट पिएचपी जस्तै हुन्छ नि त यहाँ युजर डट पिएचपी छ नि यस्तै फर्मेट त हुने होइन यही बिचको मात्रै चेन्ज गर्ने हामीले है त्यो पार्ट चेन्ज गर्ने हो नि त अरू जस्तो जस्तै आउने त्यही भएर मैले के गरेँ अहिले युजर डट पिएचपीकै कोड कपी गरेँ है यो पार्टलाई ल यहाँनिर लगाएर पेस्ट गरिदिएँ अब के चेन्ज गर्ने टाइटल के हुन्छ यसको क्याटेगोरी म्यानेजमेन्ट त्यो पेजको टाइटल हो यहाँनिर लोड गर्नुहुन्छ एउटा है माथिपट्टि क्याटेगोरी म्यानेजमेन्ट बेकरी एडमिन क्याटेगोरी म्यानेजमेन्ट माथि टाइटल है अर्को भनेको के गर्नुपर्छ हामीले अरू बाटो भने मिलाउँदै गर्दा हुन्छ अब यहाँ बिचमा फर्म राख्नु पऱ्यो एड गर्न हो अथवा यहाँ होमभित्र ब्ल्याङ्क छ नि त्यो ब्ल्याङ्कमा के आउनुपर्छ अब क्याटेगोरी हो नि होइन यहाँनिर हाम्रो यो भित्र कुन पेज हो भन्ने कुरा आउनुपर्छ क्या अब होम केमा लिङ्क हुन्छ ड्यासबोर्डमा ब्ल्याङ्क त्यो पेजमा ब्ल्याङ्कको लागि हामी क्याटेगोरी बनाउँछौँ क्या फेरि हामी ब्रेड कम्स हेर्नु यहाँनिर होम छ अर्को यो हामीले युजरमा गरिसकेका छौँ है यो लिङ्क के राख्ने त्यो पेज क्लिक गऱ्यो भने क्याटेगोरी पनि जानु पऱ्यो नि त यहाँनिर पनि हामी के गर्नु सक्छौँ युजर क्याटेगोरी आयो अब क्याटेगोरीमा क्लिक गर्दा क्याटेगोरी नआउँछ होम क्लिक गर्दाखेरि ड्यासबोर्ड हुन्छ है यो यसमा मिलाएको छैन यसलाई चाहिँ होम क्लिक गर्दाखेरि ड्यासबोर्ड आएर ड्यासबोर्ड गर्न मिलाएको छैन त्यसरी ड्यासबोर्ड पेजमा क्याटेगोरी म्यानेजर चाहिँ मिल्यो भयो क्याटेगोरी पिएचपी ड्यासबोर्ड हरेक पेजमा यो मिलाउनु पऱ्यो एउटा ब्रेड कम भन्छ क्या है नेभिगेसनलाई अर्को भनेको तपाईँले यहाँ ब्ल्याङ्क छ नि होइन यहाँ के आउनु पऱ्यो पेजको नाम है यो ब्ल्याङ्क भनेको यहाँनिर छ यसलाई के गर्ने हामीले क्याटेगोरी पेज भने क्याटेगोरी है अहिले भन्दा यसलाई हाइड गर्ने सो गर्ने सेटिङ गर्ने हो कि यो खासमा यसलाई हटाउने भन्ने है यसमा हामीले अहिले के गर्न सक्छौँ त्यसलाई जस्ताको जस्तै छोड्ने यो लिङ्कहरू हो होइन यसलाई हटाउनु मन लाग्यो भने यति हटाइदियो हुन्छ के लिङ्क हटाउनु मन लाग्छ नि धेरै देखियो जस्तो लाग्छ भने नर्मल बक्स मात्रै राख्ने त्यसरी गर्दा हुन्छ है त्यो कति मात्रै त्यसरी हटाउनु हुन्छ ठिक छ बक्स आइकनभित्रको गएर है यहाँनिर त्यो चाहिँ याद गर्नु पऱ्यो फेरि कहाँनिरको हो भनेर चाहिँ ठ्याक्कै अनि अब यहाँनिर स्टार भनेर दिइरहेको छ नि हाम्रो स्टार के भनेर हेर्नु त यहाँनिर फर्स्टमा अगाडि त्यसमा पनि त्यही गर्ने भने अब स्टार कलरहरू आइकनहरू हुन्छ नि हल्का कलर चेन्ज गर्ने कस्तो
कलर चेन्ज गर्ने यहाँनिर सिस्टममा यो डिफल्ट कलर आउँछ अब भित्रबाट फर्म एड गर्ने हो क्याटेगोरीको लागि चाहिँ क्याटेगोरी फर्मको लागि के चाहियो त हामीलाई क्याटेगोरी नेम ऱ्याङ्क स्टाटस क्रिएटेड बाई कसको जान्छ जो लगइन छ त्यसको नाम जान्छ मोडिफाइड बाईमा जो लगइन छ त्यसको नाम जान्छ क्रिएटेड डेटमा भित्र फङ्सनले जान्छ मोडिफाइड डेट पनि फङ्सनले नै जान्छ त्यही भएर हामीले 3टा फिल्ड मात्रै बनाउने क्या हामी है अब फिल्डमा कस्तो कस्तो फिल्ड चाहियो क्याटेगोरी नेम भन्दाखेरि टेक्स्ट बक्स हो ऱ्याङ्कमा तपाईँको ड्रप डाउन हुन्छ नि 1 2 3 सिलेक्ट गर्नु होला है त्यस्तो टाइपको अनि यहाँनिर स्टाटसमा रेडियो बटन हो इनेबल डिसेबल होइन एक्टिभ डिएक्टिभ त्यस्तो टाइपको के त्यही अनुसार हामीले फर्म बनाउने त ल यहाँनिर बक्स कन्टेन्ट राख्ने यहाँ भनेको छैन हामीले फेरि यहाँनिर बुझ्नु राख्छौँ कि अब जे चाहिँ राखेको त्यो राख्दाखेरि कार्ड ल्याउने त त्यो अब त्यो ल्याउनुको लागि हामीसँग अलरेडी छन् त यहाँनिर फर्महरूको एलिमेन्टहरू छ होला पक्कै कुनै एउटालाई कपी गर्नु पऱ्यो तर कस्तो कपी गर्ने त पुरै इलिमेन्ट कपी गर्ने होइन नि त यहाँदेखि कपी गर्नु भने कपी गरेर सबै यति हो चाहिने हामी कपी अलिक स्पेसहरू राख्ने है यस्तोमा किनभने भोलि मिस्टेक भयो भने हेर्न सजिलो होस् क्या नभएदेखि यहाँ आफ्नै कमेन्ट एड गरेको हुन्छ कि एचटिएमएल कमेन्ट दिन्छ नि यसरी है थाहा छ नि यसको बारेमा एचटिएमएल कमेन्ट हो यो चाहिँ डिजाइन गऱ्यो अब कहाँ इन हुन्छ त्यहाँनिर लगेको पनि लानु सक्छ आफूले सकिन्छ यहाँनिर चाहिँ स्टार्ट फेरि आफूलाई कोड हेरेर एडिट गर्न सजिलो हुन्छ गऱ्यो यहाँ चेन्ज गर्नु पऱ्यो हाम्रो फिल्ड अनुसार फिल्ड अनुसार चेन्ज गर्नु पऱ्यो चेन्ज गर्दाखेरि के चेन्ज गर्ने त फर्ममा के थप्नुपर्छ मेथडमा पोस्ट है पोस्ट र गेटको बारेमा मैले भनेको छु गेट गऱ्यो भने के हुन्छ क्लियरबाट जान्छ पोस्ट गऱ्यो भने हिडन भएर जान्छ है डाटा त्यसपछि अर्को के चाहिन्छ एक्सन एक्सन भनेको यसको इनपुट कहाँ पठाउने भनेको अहिले सपोज क्याटेगोरी डट पिएचपी नै हुन्छ क्याटेगोरी डट पिएचपी नै हुन्छ अब अर्को भनेको यहाँनिर तपाईँको यो बक्सहरूको नाम मिलाउने हो इनपुट टाइप इमेल छ नि है टाइप इमेल भनेपछि इमेल मात्रै इन्ट्री गर्नुपर्छ नि हामीलाई के चाहिन्छ त टेक्स्ट क्लास फर्म कन्ट्रोल हटाउँदैनौँ है फर्म कन्ट्रोल हटाउने राम्रो हुन्छ नि यति क्लासको फर्म कन्ट्रोलले हो त्यो राम्रो देखाएको अरू केही पनि होइन अब यो आइडी छ नि यो आइडी र यो लेभलको फर्म मिल्नुपर्छ है जहिले पनि यहाँ त लेभलमा यो फर्छ नि यो र आइडी यो म्याच गर्नुपर्छ क्या त्यो गऱ्यो भने के हुन्छ भन्दा यहाँ इमेल क्लिक गर्दाखेरि यो हाइलाइट हुन्छ आफै पासवर्ड क्लिक गर्दाखेरि तलको हाइलाइट हुन्छ नि फाइल इनपुट क्लिक गर्दाखेरि यस्तो ओपन हुन्छ क्या यो फाइलको यो होइन त्यो हाइलाइट हुन्छ आफै त्यही भएर लेभलमा यो राख्नैपर्छ भन्ने जरुरत होइन तर राख्दाखेरि के भयो त राम्रो भयो यहाँ कल गरेर राखेँ यहाँ केमा आउनुपर्छ आइडीमा आउनुपर्छ तर सेम हुनुपर्छ यहाँ हेर्नु त लेभलको यहाँ पासवर्डको लेभलमा पर्छ यहाँनिर म्याच भयो यसको पनि सेम यहाँ त्यसको लेभल यहाँ आइडी भयो कि है हाम्रो यसको त अब फर राख्दाखेरि के दिनु त इनपुट इमेलको ठाउँमा क्याटेगोरी नेम इक्जाम्पल इन्क्लुड गरेर इक्जाम्पल हटाइदियो यसको नाम ए हुनुपर्छ भन्ने छैन एबिसी XYZ होइन र दुईवटा म्याच चाहिँ आउनु पऱ्यो इन्टर प्लेस होल्डरले है यस्तो गर्नु यहाँनिर हाम्रो डिफल्ट भ्यालु बसेर खासमा त्यो हर्न हो क्याटेगोरी नेमपछि पासवर्ड चाहिँदैन हामीलाई है फाइल इनपुट चाहिन्छ त चाहिँदैन यो इनपुटको ठ्याक्कै यो हटाउनलाई यस्तो क्लिक गर्नु कि अन्डरलाइन आयो नि चेकबक्स पनि चाहिन्छ एडिटलाई कपी गरेँ यहाँ लगायो इनपुट क्याटेगोरी यहाँनिर पनि
क्यारेक्टर ऱ्याङ्क यसको नेम दिएको छैन है हामीले यसको नेम दिनु पर्यो नेम चाहिँ यस्तो दिनु हुन्छ txt टेक्स्ट बक्स हो है क्याटेगोरी नेम यसको नेम दिने txt क्याटेगोरी यसको टाइपमा चाहिँ नम्बर दिने है नम्बर दिने कि यसको टाइपमा अलिकति इमेल एड्रेस आइरहेको अरू इन्ट्री हुँदैन क्या नम्बर मात्रै इन्ट्री हुन्छ है अनि प्लस माइनस गऱ्यो भने आफै बढ्ने घट्ने हुन्छ यसको त्यो चाहिँ अब यसलाई सानो बनाउनु पऱ्यो भने चाहिँ यहाँनिर क्लास लगाउनु हुन्छ हामीले यो क्लास चाहिँ यो त ऱ्याङ्कको त बुझ्नु भयो नि है अब रेडियो बटन हामीलाई के चाहियो त रेडियो बटन हामीलाई चाहियो नि त इनपुट टाइप रेडियो नेम राख्यौँ दुईवटा नेम सेम हुनुपर्छ है रेडियो बटनमा स्ट्याटसको भ्यालुमा चाहिँ एउटा मेकानिजम हुन्छ कि हाम्रो स्ट्याटस चाहिँ हाम्रो स्ट्याटसको भ्यालु यहाँनिर के लगाएर राख्ने भन्ने आउँछ क्या खासमा यहाँनिर तपाईँले यस्तै टेक्स्ट राख्ने हो कि 10 राख्ने हो कि होइन 1लाई अभाइलेबल मान्ने 0लाई अनअभाइलेबल मान्यो होइन अनि त्यसपछि डाइरेक्ट अभाइलेबल अनअभाइलेबल राख्ने हो कि के राख्ने भन्ने आउँछ क्या यसको चाहिँ है दुईवटा तरिका हुन्छ डाइरेक्ट अभाइलेबल त्यो गरेर राख्यो भने चाहिँ हामीलाई पछि सजिलो हुन्छ कोड गर्दा 0-1 राख्यो भने धेरै कोड गर्नुपर्छ खासमा है तर 0-1 पनि युज गरेर आउँछ क्या त्यो मैले भनेको ठिक छ हामीले अब त्यो अभाइलेबलै राख्ने भने इनेबल डिसेबल के राख्ने हो चेकमा चाहिँ एउटालाई बाई डिफल्ट चेक राख्यो भने के हुन्छ त फेरि यो तिमीलाई चेक राख्नु त्यसलाई चेक राखिदिए हुन्छ यो चेक भन्ने यसरी डिफल्ट चेक भएर आउने कि डिफल्ट एक्टिभै राखियो कि यसमा है अनि नेक्स्टमा भनेको हामीले हेर्नुपर्ने यसमा हेरौँ यिनीहरू हेर्दै गयौँ होइन यसको नेम पनि राख्यौँ बटन टाइप सबमिट यहाँनिर चाहिँ के राख्ने सेभ क्याटेगोरी यसको नेम राखिदिने बिटिएन सेभ क्याटेगोरी नै राख्नु हुन्छ सेभ मात्र राख्दा नि हुन्छ तपाईँको यसको प्रोसेसिङ गरेर हामीले कहाँ पठाउनुपर्छ त यसलाई कहाँ पठाएको छ अहिले यसको फर्मको एक्सन के छ एक्सन क्याटेगोरी डट पिएचपी माथिपट्टि चेक गर्ने सबै ब्ल्याङ्क यहाँनिर एउटा मात्रै अभाइलेबल भन्ने आयो होइन अरूमा केही पनि आएन यहाँनिर डाटा इन्ट्री गरेर गयो भने ऱ्याङ्कमा त आउनु चाहियो फेरि अहिले गयो है अब ठिक छ हामी प्रोसेस गर्न सक्छौँ अगाडि है अब हामी यहाँ चेक गर्नु पऱ्यो भ्यालिडेसन लगाउनु पऱ्यो क्या इनपुट त्यहाँखेरि दिएन भने त दिए भन्नु पऱ्यो नि त है त्यसलाई चेक गर्छौँ इफ सेट कति इज भ्याल्यु if set $_postमा बिटिएन सेभ त्यो क्लिक गऱ्यो भने होइन हामी के गर्छौँ यहाँनिर चेक गर्छौँ डाइरेक्ट चेक गर्दा नि हुन्छ भ्यालुमा कतै तानेर चेक गर्दा नि हुन्छ है हामीले अस्तिको लगइनमा के गरेका छौँ डाइरेक्ट चेक गरेका छौँ यसरी चेक गर्दा पनि प्रब्लम हुन्न यहाँ फेरि अर्को चेक गर्ने क्या अब इफ सेट $_पोस्टमा अब टेक्स्ट बक्सको नाम हाम्रो के छ txt क्याटेगोरी नेम हो एन्ड इज नट इम्टी र इम्टी छैन भने पहिला सेट हुनु पऱ्यो अनि इम्टी हुनु भएन छैन भने के गर्ने
क्याटेगोरी नेम सेट छ र इम्प्टी छैन भने एउटा काम गर्ने, इम्प्टी छ भने अथवा सेट छैन भने यहाँनिर के गर्छ त हामी डलर भनेपछि अब इन्टर क्याटेगोरी नेम त त्यहाँ देखिने हो त होइन नि, कहाँ देख्नु पर्छ फर्मको तल, त्यही भएर अस्तिको जस्तै चेक गर्ने फेरि अब हेर्नु, त्यही भएर हरेक फिल्डको तलपट्टि चाहिन्छ क्या यहाँनिर। रेड मेसेज देखाउँछ, मैले अस्ति पनि भनिसकेको छु यहाँ कसरी देखाउने भनेर टाइप गरिराख्ने हुन्छ। किन गरिरहेको टाइम टाइम त्यो भनेको पिएचपी कोड हो, यो पिएचपी कोडपछि अब मैले एचटिएमएल कोड लेख्दैछु नि त, एचटिएमएल कोड लेख्दाखेरि पिएचपी चाहिँदैन नि त हामीलाई, त्यो भएर ओपन क्लोज गरिरहेको कि। अब फेरि यो भने के हो त पिएचपी कोड हो, फेरि पिएचपी ओपन गर्नु पऱ्यो क्लोज गर्नु पऱ्यो, यतिको लागि भयो। यो भयो यहाँनिर ओ स्न्याप लेख्नु जस्तै लेख्न सक्छ अथवा यो हटाइँदा पनि हुन्छ। फेरि अब तपाईँले यहाँनिर इन्टर क्याटेगोरी नेम भनेर लेख्नुभन्दा दुई मेसेज द्वारा सेयर गर्नु सेम केस गर्नु पऱ्यो। यति बुझ्नु है, यति पार्ट बुझ्नु भयो राम्रोसँग। भ्यालिडेसन गरेको पार्ट, क्याटेगोरी नेम आएन भने भन्ने पार्ट है, आयो भने त केही फरकै पर्दैन, मेसेज देखाउँदैन, आयो भने त त्यो मेसेज देखाउँदैन है। अनि माथि इको मात्रै गरेर त्यसलाई सेभ गराउनु पर्छ लगेर। अब ऱ्याङ्कमा पनि सेम केस थियो, त्यही भएर मैले यसलाई के गर्दा जस्तो जस्तै कपी गर्छ होइन, भनेर नेम मात्र चेन्ज गर्छ, इएफटी क्याटेगोरी ऱ्याङ्क हो, इन्टी पनि हुनु भएन, पछि भ्यालु आउनु पऱ्यो क्याटेगोरी ऱ्याङ्क, क्याटेगोरी भनेर ऱ्याङ्कलाई तल नि सेम गरिदियो, यहीको ठ्याक्कै त्यो ऱ्याङ्कको भन्दा तलपट्टि कपी गरेर लाने, ऱ्याङ्क भन्छ नि तल कपी गरेर लाने, यहाँनिर त्यसमा नेमको ठाउँमा ऱ्याङ्क दुईजना भ्यालु दिएर पठाउनु भने अब अर्को के चाहिन्छ
स्टाटस स्टाटसलाई चाहिँ थोरै उल्टे हुन्छ है स्टाटसको चाहिँ मेथड यसमा सेट भयो भने तान्छ नि होइन स्टाटसमा सेट हुनु भने के हो त भ्यालु आउनु हो क्या डाइरेक्ट त्यही भएर हामीले के गर्नु हुन्छ यसमा भन्दाखेरि सेट गरेर मात्रै चेक गर्ने सेट अथवा इज नट सेट सेट बनाउन सक्छौँ क्याटेगोरी के राखेको हामीले आरडिओ स्टाटस हो आरडिओ स्टाटस दुईटा मात्रै एउटा सिलेक्ट गर्नै पर्ने छ हाम्रो होइन बाई डिफल्ट एउटा हुन्छ त्यो भएर हिरल मेसेजको हामीलाई खासै धेरै मतलब छैन सेट भयो भने एडियो स्टाटस जति बेला सिलेक्ट हुन्छ सपोज कहिले काहीँ कस्तो ठाउँ चाहिन सक्छ भन्दाखेरि हामी बाई डिफल्ट पनि चेक नगर्ने भन्न सक्छ क्या बाई डिफल्ट पनि चेक गरेर त आउँदैन नि त त्यो बेला मेसेज आउनुको लागि क्या त्यो है अरूमा चाहिँ हामीले के गरेको छ है अरूमा चाहिँ इम्टी भन्ने पनि चेक गरेको थियौँ नि यसमा गर्नु पर्दैन किनभने त्यहाँ सिलेक्ट हुनु भनेको डाइरेक्ट भ्यालु आउनु हो त्यही भएर हामीले इम्टी चेक गर्नु जरुरत छैन अब यहाँ इको गर्ने होइन यस्तो भयो भने चाहिँ होइन यसलाई पनि हटाइदिन्छ यो इकोलाई चाहिँदैन कि हामीले यहाँ इक्वल त माथि देखिरहेछ अनि माथि देखाउनु छैन चेक इक्वल टु गर्ने एउटालाई चाहिँ चेक राखेको हुन्छ बाई डिफल्ट खानु पर्दैन बाई डिफल्ट एउटा चेक राख्ने हामीलाई कोड गर्न सजिलो हुन्छ अब नेक्स्टमा हामीले यो सामान के गराउने हो सेभ गराउने काम गर्दैन डाटाबेसमा गएर सेभ गराउने है त्यही भएर चेक गर्छौँ फेरि अब यसलाई अब दुई तरिकाले गर्न सकिन्छ है एउटा भनेको हरेक भेरिएबल चेक गर्नु पऱ्यो यदि यो भेरिएबलहरूको भ्यालु आएको छैन भने मात्रै सेभ गराउने हो नि त है त्यहाँ हामीले के भने इफ इट्स नट सेभ क्लियर क्याटेगोरी भन्ने सेट छैन भने स्टार्ट छैन र तीनटै सेट छैन भने हामी के गर्ने त होला यहाँनिर कोड टु सेभ डाटाबेस है यहाँनिर होला हामी डाटाबेसमा डाटा सेभ गर्नुपर्छ भने सेभ गर्ने कोड त लेखेको छैन नि त सेभ गर्ने कोड लेख्नलाई के चाहिन्छ डाटाबेस कनेक्सन यदि यो मिल्यो भने मलाई डाटाबेस कनेक्सनले अब आउँदैन नि त होइन डाटाबेस कनेक्सनको कोड हामीले कहाँ राखेको छौँ क्लासभित्र फङ्सनको पेजमा डाटाबेस कनेक्टमा हो यो चाहिँ हामीले कहाँ कल गरेका छौँ यहाँ बाहिर पेजमा कल गरिसकेका छौँ क्या यो भेरिएबललाई डाइरेक्ट युज गर्न सकिन्छ त्यही भएर अब एसक्युएल बनाउने त्यो हो भने चाहिँ है डलर एसक्युएल इक्वल टु अब कोड लेख्ने इन्सर्ट इन्टु टेबलको नाम के छ
स्टार्ट से टेबल बना ट्रिवियल कैटेगरी ट्रिवियल कैटेगरी है यहाँनिर फिल्डको लिस्टहरू हुन सक्छ ठीक है यहाँनिर फिल्डको लिस्टहरू आउन सक्छ फिल्डको लिस्टहरू के हाम्रो कैटेगरी नेम र्याङ्क स्ट्याटस कैटेगरी नेम कमा र्याङ्क यो चाहिँ यो अगाडिको लिस्ट छ नि यो त्यो अहिले हामीले टाइप गरिरहेको यो चाहिँ ठ्याक्कै यो टेबलको नामसँग म्याच हुन्छ है फिल्डको अब के इन्सर्ट हुन्छ अब यिनीहरू पनि जान पऱ्यो नि त क्रिएटेड डेट र मोडिफाई यो क्रिएटेड बाई भन्ने जाने हो मोडिफाइड फेरि अहिले जाँदैन मोडिफाइड त अपडेट गरेर आउन मात्रै जाने हो है अहिले चाहिँ के जानुपर्छ त क्रिएटेड र क्रिएटेड डेट भन्ने हो क्रिएटेड अन्डरस्कोर बाई कमा क्रिएटेड अन्डरस्कोर डेट अनि भ्यालुज अहिले तल राखिदिनु मैले इन्टर गरेर भ्यालुजमा के पठाउने क्याटेगोरी नेममा के जानु पर्यो जानेको र्याङ्कको लागि क्रिएटेड बाई क्रिएटेड कहाँ आउने त क्याटेगोरी क्रिएटेड बाई र क्रिएटेड डेट कहाँ आउने त ठिक छ त्यो एउटा भयो त्यो चाहिँ कसरी आउँछ भन्दा यहाँबाट आउँछ डेटको लागि हामीसँग एउटा डलर डेट भन्ने एउटा भेरिएबल बनाउँ यहाँनिर चाहिँ डेट भन्ने फङ्सन हुन्छ कि हाम्रो पिएचपीको है त्यो फङ्सनमा तपाईँहरूले फर्मेट दिनुभयो वाइ ड्यास एम ड्यास डी इयर मन्थ डे है डेट अनुसार यो गर्नु भने यहाँनिर तपाईँले क्रिएटेड बाई भन्ने होइन क्रिएटेड बाईमा त अर्को जान्छ डलर डेट क्रिएटेड बाईमा चाहिँ के पठाउनु होला जो लगइन छ भनेको त सेसनको युजर नेम है यहाँनिर हाम्रो सेसन स्टार्ट गरेको छ त्यसपछि हामी जहाँ चाहिँ गरिरहनु पर्दैन होला हामी त्यसपछि के गर्छौँ त सेसनको पेजबाट हेरौँ त्यसरी यसको नाम के आउँछ सेसनको युजर नेम इन्सर्ट हुँदैन है यो जस्ट मेसेज इको मात्रै हुन्छ इन्सर्ट इन ट्रिवियल क्याटेगोरी है क्याटेगोरी नेम र्याङ्क स्ट्याटस क्रिएटेड बाई क्रिएटेड डेट होइन यो सबै आयो यहाँनिर कुन आएन त सेसनमा आयो त्यो सेसनले त्यो लिइरहेको छैन सेसन स्टार्ट गरेँ है सेसनले दिएन यहाँनिर स्टार्ट गरेँ अगाडि एट द रेट राख्नु मेसेज चाहिँदैन अब अर्को भनेको यहाँनिर यसरी गइरहेको छ नि यहाँनिर अहिले भ्यालु यसलाई सिङ्गल कोड अथवा डबल कोड दिनुपर्छ हामीले नत्र भ्यालु इन्सर्ट हुँदैन क्या त्यो छ नि स्ट्रिङहरू हो नि त हामीले टाइपमा के राखेको छौँ भ्यारक्यार भ्यारक्यार राखेपछि हाम्रो के चाहिन्छ त सिङ्गल कोडहरू चाहिन्छ यहाँनिर स्ट्रक्चर हेर्नु स्ट्रक्चरमा के राख्नु भ्यारक्यार अनि र्याङ्कमा इन्टिजर छ भनेपछि इन्टिजरमा पर्दैन फेरि है अनि डेटमा पनि पर्छ त्यो अनुसार गर्छ है डेटमा हेर्दैछु त डेटको लागि सिङ्गल कोड र्याङ्कमा गरेन भ्यारक्यारमा हुन्छ है स्ट्याटस लागि
insert into TBL category name rank status created by created date values मा चाहिँ सेभ गरे यसलाई कपी गर्ने यो टेस्ट मात्रै है अहिले यसलाई SQL मा जाने यो गर्दा एकदमै SQL मिलेको मिलेन भन्ने थाहा हुन्छ सरी डु गर्दाखेरि गयो कि ब्राउजरमा गयो नि है अनि चाहिँ के रहेछ त हाम्रो यो पार्ट राइट छ भन्ने भयो क्या रेकर्ड इन्सर्ट भइसकेपछि नेक्स्ट स्टेपमा हामी के गर्नु पर्यो यसको डलर हाम्रो कनेक्सन भेरिएबलको नाम के राखेको छ यहाँ बारे फोन हो फोन है चेन्ज टु क्वेरी भन्ने गर्छौँ है क्वेरीमा डलर यो न्यापबार तलपट्टि आयो न्यापबार भन्ने छ नि यो तल छ हाम्रो कनेक्सनको बोर्ड माथि छ त्यही भएर यति पार्टलाई चाहिँ टपमै लगाएर कनेक्सनको टपमा राखेर राम्रो कनेक्सनको बनाए चाहिँ तलसम्म आयो नि त त्यसको इफेक्टेड रो भन्ने बनाइरहेछ है इफेक्टेड रो भन्ने बनाइरहेछ नि त हामीले चेक गर्ने भने यसबाट हो कि अनि इन्सर्ट आइडी भन्ने पनि आउँछ है त्यो चाहिँ अहिले इन्सर्ट भएको आइडीको हो कि भ्यालु क्याटेगोरीमा के आइडी भएको इन्सर्ट भएको है त्यो भ्यालु भएको चाहिँ हामीले अब चेक गर्छौँ क्या चेक गर्ने बेला कनेक्सन टेन्स टु इन्सर्ट अन्डरस्कोर आइडी अथवा अर्को हामी के गर्छौँ चाहिँ इफेक्टेड रो भन्ने चाहिँ अगाडि यो इफेक्टेड रोज यो हेर्नु सक्छ रोज भयो भने यहाँनिर म्यासेज दिने एउटा क्याटेगोरी इन्सर्ट आइडी गर्ने आइडी को तर यहाँ आउने हो त यो होइन कहाँ आउनु पऱ्यो एटलिस्ट कि यहाँ आउनु पऱ्यो होइन यहाँभित्र आउनु पऱ्यो क्या त्यसको लागि फेरि त्यही मेसेज सेट हुन्छ यस्तै सिस्टम यो थियो नि यस्तै खालको सिस्टम छ यसको फेरि मेसेज फुलफिल गर्ने होइन यो मेसेजलाई तल चेक गर्ने फेरि यहाँनिर जहाँ चाहिन्छ त्यहाँनिर फोन नम्बर तलपट्टि चेक गरेर हुन्छ पिएचपीको चेक गर्नु यो प्रोसेस त सबै लगभग सिमिलरै हुन्छ मेसेज डेन्जरको ठाउँमा सक्सेस है युआईमा हेर्नु डेन्जर यो आउनु पऱ्यो नि त ग्रिनमा आउनु पऱ्यो नि त है ग्रिनलाई चाहिँ हामीले यसरी सक्सेस हुन्छ है खासमा अलर्ट सक्सेस हुन्छ अलर्ट डेन्जर भन्ने चाहिँ रेड अलर्ट इन्फो भन्यो भने अलि तपाईँको जस्तो ब्लू टाइपको उसमा आउँछ है अनि अलर्ट वार्निङ भन्यो भने चाहिँ येल्लो टाइपको आउँछ वार्निङ हुने है अनि सक्सेस भन्यो भने ग्रिनमा आउँछ है अहिले इरर त्यो तपाईँले क्लियर भनेर एउटा राख्नुभयो होइन त्यसको के राख्नुभयो यति गरेर सेभ गर्नुभयो आइडी कार्ड है मेसेज पनि देख्यो राम्रो पनि भयो कम्पनी एउटै टाइपको देख्यो नि त होइन सजिलो भयो क्या
तपाईँको इरर छ भने चाहिँ इरर आइ नै हाल्छ। त्यसले गर्दा के गर्नु पऱ्यो, अब यसैको बेसिसमा भएर अरू चाहिँ फर्महरू डिजाइन गर्ने होइन, अनि इन्सर्ट गर्ने कामहरू गर्नु पऱ्यो।